वासन्तं कुसुमं फलं च युगपत् ग्रीष्मस्य सर्वं च तत् यच्चान्यामनसो रसाय रमत सन्तर्पणं मोहनम् एकीभूतमभूतपूर्वमथवा स्वलोकभूलोकयो ऐश्वर्यं यदि वाञ्छसि प्रियसखि शाकुन्तलं सेव्यताम् ऐश्वर्यं यदि वाञ्छसि प्रियसखे शाकुन्तलं सेव्यताम्। नमस्कार मित्रहरू, यो श्लोक जर्मन महाकवि गेटेले संस्कृत महाकवि कालिदासद्वारा लिखित अभिज्ञान शाकुन्तल नाटकलाई प्रशंसा गर्दै अनि पाठकवर्गहरूलाई त्यो महाकाव्य पढ्न हौसला दिँदै प्रेरित गर्दै लेखिएको श्लोक हो। अनि यस श्लोकमा भनिएको छ, जुन वसन्त ऋतुमा फुलेका अत्यन्तै महनीय खालका अत्यन्तै सुन्दर खालका ती फुलहरूको जुन वासना हुन्छ, यस्तै गरी अथवा जुन आनन्द हुन्छ, यस्तै गरी ग्रीष्म ऋतुमा फलेका फलहरूको जुन आस्वादन हुन्छ, यस्तै कुनै पनि मानिसमा आएका भावनाहरू कल्पनाहरू जुन महनीय खालका भावना कल्पनाहरू हुन्छन्, ती भावना कल्पनाहरू अनि यो स्वर्गलोक र पृथ्वीलोकमा भएका जुनसुकै पनि अत्यन्तै रम्य खालका महनीय खालका सन्दर्भित खालका अत्यन्तै सुन्दर खालका कुराहरू हुन्छन्, ती कुराहरूद्वारा हामीले आनन्द जुन लिन्छौँ, त्यो भन्दा पनि अझै सुन्दर आनन्द अत्यन्तै परम आनन्द लिन चाहनुहुन्छ भने मित्रहरू यो अभिज्ञान शाकुन्तललाई अध्ययन गर्नुहोला। यो श्लोकमा भनिएको यो अर्थ हो। धन्यवाद मित्रहरू। मेरो यो प्रयासलाई तपाईहरूले लाइक कमेन्ट गर्ने, सब्सक्राइब गर्ने, सल्लाह सुझावहरू दिने गर्नुहोला। धन्यवाद।